मित्रहरू दर्शन नमस्ते। आज म चिसो पेय पदार्थ हुनेछ। चिकन दम बिरयानी बनाउने प्रयासमा छु। साथै आजको मेरो लन्च चिकन दम बिरयानी हुनेछ। ल त साथी हो, म बनाउन जाँदैछु। हेर्नुहोस् अनि लाइक कमेन्ट गर्नुहोस्। खानालाई बनाइसकेँ र भात पकाइसकेपछि भातलाई हात पकाएर मैले मासुलाई त्यहाँ राखेर एकछिन दम गर्नेछु। यो कुकर बिरयानी हो, राइस कुकर दम बिरयानी हो। तपाईँलाई कस्तो लाग्छ? ल यो मेरो चिकन यहाँ त पनि छ सबै कुरो। सानो आँच लगाएर तपाईँको मैले यसलाई एकछिन हाफ कुकिङको लागि म राख्नेछु। त्यसपछि मैले त्यहाँसम्म मैले चामल रेडी गर्नेछु। त्यसरी नै रेडी हुनेछ। लगभग 5-7 मिनट पकाइसकेपछि यो हुनेछ। यसरी मैले अब भातलाई घिउ राखेर भातलाई केछेड पकाउनेछु। अनि घिउ यसरी पकाउनेछ। अनि तपाईँको मासु पनि लगभग हाफ भइसक्यो होला, हाफ कुकिङ भइसक्यो होला। अब यसलाई मैले भातमा चामलमा एड गर्नेछु। तेल पनि घिउ पनि भयो। यसरी यो चामललाई एकछिन म थोरै घिउमा फ्राई गर्नेछु। त्यसपछि पानी एड गर्नेछु। त्यसपछि अलिकति पानी ड्राई भइसकेपछि मासु एड गरेर 10 मिनट भइसकेपछि निकाल्नेछु। मित्रहरू, मेरो फाइनली कुकर दम बिरयानी, चिकन कुकरमा दम गरेर चिकन बिरयानी फाइनली यो कुकरमा रेडी भइसक्यो। अब म सर्भिसको लागि टेबलमा ल्याएको छु। त्यसमा मेरो राइता अनि चिकनको पिस अलि एक्स्ट्रा गर्नेछ। अब यसको स्वाद म दिनेछु। यो मेरो बिरयानीको लागि चिकन अलमोस्ट रेडी भयो अनि चामल पनि रेडी हुँदैछ। अब म यसमा मासु एड गरेर एकछिन त्यसलाई दम गरेर राख्नेछु। बिरयानी यसरी रेडी हुँदैछ, रेडी भइरहेको छ। अब यसलाई मैले अलिक गार्निसमा यसरी हालिदिन्छु। अनि यस्तो हुनेछ। अब म यसलाई सर्भिस गर्नेछु। अब मैले यो बिरयानी प्लेटमा सर्भिस गरिसकेको छु। अब म सोफ्ट ड्रिङ्कको साथमा चिकन बिरयानी लिँदैछु। आजको मेरो लन्च चिकन बिरयानी हुनेछ। आजको मेरो डिनर चिकन बिरयानी प्लस राइता सोफ्ट ड्रिङ्क। ल साथी हो, मैले चिकन बिरयानीको स्वाद लिँदैछु।
खानाको क्वालिटी त देखाउन सक्छु, तर यसको खुसबु, यसको स्वाद म तपाईँहरूलाई देखाउन सक्दिनँ। यो तपाईँ स्वयंले खाएर अनुभव गर्नुहुन्छ। Nice, yummy. अनि बिरयानीको साथमा रायता अनिवार्य हुनुपर्ने छ, किनभने हामीले यो बिरयानी बनाइन्छ नि, यो धेरै प्रोटिनयुक्त हुन्छ। यसमा हामीले धेरै चिजहरू एड गरेका हुन्छौँ, जस्तै मासु भयो, अनि त्यसलाई चाहिने स्पाइसी मसलाहरू, अनि काजु बदाम लिएर बनाइन्छ। त्यसको लागि खाना डाइजेस्ट सिस्टमको लागि पनि हामीलाई रायता अनिवार्य हुन्छ। अनि यो सफ्ट ड्रिङ्क पनि लिनु होला, यसले पनि डाइजेस्ट सिस्टमलाई एकदम हेल्प गर्नेछ। ल साथी हो, मेरो आजको लन्च बिरयानी अलमोस्ट दिन लागिसक्यो। तपाईँहरूमा बनाउने कौशल क्षमता छ भने स्वास्थ्य खाना, हेल्दी चिजहरू लिएर आफैले घर बनाउनुहोस्। खानुहोस्, शरीरमा तपाईँको स्वास्थ्यलाई पनि राम्रो हुनेछ, अनि तपाईँको फाइनेन्सियललाई पनि केही मात्रामा सेवा हुनेछ। यति भन्दै आजको मेरो लन्च यही सिद्धाउँछु। हजुरहरूको लन्च कस्तो भयो? मेरो त आज सुपर नै भयो भनौँ। ल गुड बाई साथी। ल मित्रहरू, आजलाई यो भिडियो